जय श्री राधे, जय श्री कृष्ण, जय माता दी। म यस्तो कश्यप पाण्डे। भगवानको असीम कृपा तपाईँ अनि तपाईको परिवारमा बनिरहोस्, यही नै शुभकामना। आदरणीय महानुभावहरू, यो भिडियो मैले आजभन्दा 4 दिन अगाडि नै बनाउनु पर्थ्यो, तर म दर्जनभन्दा बेसी एकदमै अत्यन्तै सामाजिक र देशप्रति, जनताप्रति र विसङ्गति र विकृतिको विरुद्धमा आवाज बुलन्द गर्ने दर्जनौं सङ्घ संस्थामा म तपाईको आबद्ध भएको कारणले गर्दाखेरि र बीचमा महान पर्व शिवरात्रि पनि आएको कारणले गर्दाखेरि म ती सङ्घ संस्थामा मठ मन्दिरमा आबद्ध भएँ र मैले यो भिडियो अलिकति ढिलो बनाएँ। मलाई एउटा मालीले क्या म उसलाई माली नै भन्छु। एउटा माली जो झारपात उखेल्छ, गोडमेल गर्छ, है कुटो कोदालो चलाउँछ। एउटा मालीले एउटा सूर्यको प्रकाशको बारेमा एउटा भिडियो बनाएको रहेछ। त्यसको लागि त म सूर्यको प्रकाश हुँ, किनकि त्यसले विष बेच्छ पैसा लिएर, म ज्ञान बेच्छु, अमृत रूपी ज्ञान बेच्छु बिना पैसा। र त्यो मान्छे रहेछ, त्यसको फोटो मैले यहाँ तल पनि राखेको छु। त्यसलाई मैले पहिले कमेन्ट गरेको थिएँ, त्यसले भिडियो हाल्ने बित्तिकै पहिला त तेरो बाउ को हो, तेरो बाउलाई पत्ता लगा, त बिना बाउको सन्तान होस्। पातकीले मात्र यस्तो कुराहरू गर्छ। जतिले मलाई गाली गर्छ यी सबै पातकीहरू हुन्। म यसरी नै संज्ञा दिन्छु उनीहरूलाई। यसले मलाई के भनेको रहेछ भन्दाखेरि यो फेक ज्योतिष हो भनेर। त फेक होस् क्या, तेरो बाउकै टुङ्गो छैन। जब तेरो बाउको टुङ्गो छैन भने त खुद फेक होस्, किन तसँग त्यो ज्ञान छैन। पहिला तेरो बाउको टुङ्गो हुनु पर्यो, त बिना बाउको सन्तान है। मैले तँलाई इनबक्समा पनि त्यसरी नै कमेन्ट गरेका थिएँ। अहिले त्यो रिपोर्ट गरिस्, त्यो क्यारे इनबक्समा म्यासेज नजाने बनाएको छस्, खैर केही छैन त्यतातिर। सुन, एक पहिला त कोबाट जन्मेको होस्, तैँले आफ्नो बाउ पत्ता लगा। म तँलाई च्यालेन्ज गर्छु। सुन, तैँले मलाई यो फेक ज्योतिष हो भने थिइस्। मेरो अफिसमा जो मान्छे आउँछ नि, मेरो अफिसबाट निस्किन मान्दैन। म त्यस्तो अफिसमा बस्छु, कुरा बुझ। र त जस्तो बुद्धिविहीन होइन, देशको उच्च ओहदामा, राजनीतिको पनि उच्च ओहदामा पुगेका व्यक्तिहरू, पुलिस प्रशासनका डिआइजी एआइजीहरू, आर्मीका जर्नेल कर्नेलहरूको म पारिवारिक ज्योतिष हुँ। त्यति मात्रै होइन, राणा, काठमाडौँमा राणाहरू छन् जो मेरो आफ्नो क्लाइन्टहरू हुन्, उनीहरूको म एउटा पारिवारिक ज्योतिष पनि हुँ, कुरा बुझ। अब तैँले मलाई के भनेको रहेछस् भन्दा म फेक ज्योतिष हो, यो ज्योतिष नै होइन। नेपाल ज्योतिष परिषद, यदि त तेरो बाउको टुङ्गो भएको भए